गाइस आज हामी घरमा बस खाँदैछौँ अक्टोपस पकाएर खाने ट्राई गर्दैछौँ। हामी फर्स्ट टाइम अक्टोपस खान गइरहेका छौँ। अक्टोपस अनलक गरेको ब्याक साइड चाहिँ यस्तो रहेछ। तर जे होस् आज चाहिँ ट्राई गर्ने नै हो। अब यसरी नुन हालेर यसलाई मोलेर अब यसलाई डिप फ्राई गरेर खान गइरहेका छौँ। हेरौँ कस्तो टेस्ट आउँछ, कस्तो हुन्छ है त। अब यसलाई यसरी फ्राई गर्दैछौँ। यसरी हामी आज नयाँ ट्राई गर्न आएको। यस्तो भएको छ ट्राई गर्दाखेरि। हेर्दाखेरि एकदम मिठो होला जस्तो। अब हाम्रो अक्टोपस आजको खानालाई रेडी भइसकेको छ है। कस्तो खाएर हेर्नु कस्तो हुन्छ। अब हाम्रो अक्टोपस सी फुडको अक्टोपस रेडी भइसकेको छ है। अब खानालाई रेडी भइसक्यो, पाकिसक्यो। खाएर देखाउनुहोस् त। वाउ, खाऊ कस्तो छ? मिठो। छोरी तपाईँलाई कस्तो लाग्यो? मिठो छ, फेरि पनि खानुपर्छ है।